यो फाइटरको फिजिक्स देखेर यो केटी सक भएकी छन्। यो केटी मात्र होइन, यदि जो कोहीले पनि यो फाइटरको फिजिक्स देख्ने हो भने जो पनि सक हुनेछन्। यो फाइटरको नाम हो एलिस्टर ओभररिम, किनकि यो फाइटरको फिजिक्स नै एकदमै कमालको छ। उसको फिजिक्स मात्र होइन, फाइट टेक्निक्स पनि एकदमै कमालको छ। यो फाइटरले उसको फिजिक्स र फाइट टेक्निकको कम्बिनेसनबाट UFC फाइटमा ब्रक लेसनरलाई पराजित गर्न सफल हुन्छन्। त्यसपछि सबैले अनुमान के गरेको थियो भने अब एलिस्टर ओभररिमलाई कसैले पनि रोक्न सक्दैनन्। तर ठिक त्यसै बेला एलिस्टरसँग फाइट गर्नका लागि ट्राभिस ब्राउन अगाडि आउँछन्। हेर्दा एकदमै सामान्य देखिन्थ्यो। मानिसहरूले के अनुमान लगाइरहेको थियो भने ट्राभिस ब्राउन पक्कै पनि नराम्ररी हार्नेछन्। जब फाइट सुरु भयो तब एलिस्टर ओभररिमले ट्राभिस ब्राउनलाई कुनै मौका दिँदैन। यति मात्र होइन, 3 मिनेटसम्म लगातार स्ट्राइकिङ गरिरहन्छ। तर अचम्म त्यो बेला हुन्छ यदि उसको ठाउँमा अरू कुनै फाइटर भइदिएको भएदेखि सायद हार मानिसक्थ्यो। तर ट्राभिस ब्राउन त्यति सजिलै हार मान्नेवाला थिएन। ट्राभिस एउटा मौकाको पर्खाइमा थियो र अन्तमा उसले यो किक हानेर एलिस्टर ओभररिमलाई नकआउट गरिदिन्छ।